हेलो तपाईँ सिङ्गल हो? सिंगल रे कस्तो आकाशमा घाम सिंगल पृथ्वी सिंगल पृथ्वी भित्रको चाइनाको ग्रेट वाल सिंगल नेपाल भित्रको म सिंगल म त सानो बेलादेखि लिएर प्योर भेज सिंगल हो नि अनि तपाईँ को बोल्नु भयो म तेरो गर्लफ्रेन्ड बुझिस्? अझ गर्लफ्रेन्ड हुँदा हुँदै गर्लफ्रेन्ड छैन भन्दो रहेछ। फोन अबदेखि कल गर। मातारीको भाइ रल्नु मर कमिसन जाने भने के को कमिसन रद्द मान्छौ छैन बडा बोले भर नयाँ नम्बर टेस्ट गर्नु खोज्यो होला मलाई टेस्ट गर्नु खोज्यो होला दिमाग लाउँछु नि म पनि हेलो ओहो केटी मान्छे हुँदो रहेछ म केटी मान्छेसँग बोल्ने रहेछ फोन काट्छु ल वाउ तपाईँ त कस्तो सोझो। तपाईँ गर्लफ्रेन्ड छ हो? गर्लफ्रेन्ड छ कि क्या हो रे हुँदैन नि गर्लफ्रेन्ड भनेर उसलाई अपार नगर्नुहोस् ऊ मेरो ट्रु लभ 2 3 4 100 सम्मको पुग्यो यो जुन लभ त 7 दिन सबैलाई बुकिङ गरिसकेको गर्लफ्रेन्ड हो मेरो कुरा बुझ्यौ बाइ द वे तपाईको हो म तेरो बुढी अब बुढी हुँदा हुँदै गर्लफ्रेन्ड बनाएर हिँड्दो रहेछ छैन। अबदेखि घर नआएछ बुझिस्? म बर्बाद भयो यार 7-8 वर्ष मेहनत गरेर त्यत्रो ठुलो घर म घर चाहिँ बस्याथे सन्ता भाइ बर्बाद भइगयो साला अनु नम्बर पक्कै त्यसको भाउको फोन हो यार भाउजू त आर्मी हो बोली भन्दा अगाडि गोली हान्छ तिमी उठाउन यार तिमी गल्ती गर्ने म गोली हानु सब बर्बाद फोन आयो उठाइदिउ अब यही नम्बरबाट फोन यो त पक्कै त्यसको दाइको फोन हो इन्सपेक्टर हो त्यसको दाइ त्यसले त जेल हालिसकेपछि सोच्छ गल्ती के थियो भनेर यस्तो नयाँ नम्बरसँग डराएर बस्नु भन्दा उठाएर गल्ती एक्सेप्ट गर्दैन यार ए दाइ 50 चोटि फोन गरिसक्यो फोन उठाउनु पर्दैन तपाईँ को बोल्नु हो म तपाईँलाई हार लिएर आएको अनि त्यसलाई पहिले भनेर जिउरी मान्छेलाई हार मगाइसक्यो त्यो हार फिर्ता लानु मिल्दैन नि सर सुनको हार हो पेमेन्ट दिनुहोस् म जान्छु डेलिभरी भाइ हेलो बाबा म्याम कङ्ग्रेचुलेसन्स रिस उठिरहेको बेलामा के को कङ्ग्रेचुलेसन? तपाईँले हाम्रो सोमा सुनको हार जित्नु भएको छ सुनको हार कसरी? मैले त केही गरेको छैन त। म्याम हाम्रो सोमा जसले झुटो कुरालाई साँचो जस्तो बनाएर भन्न सक्थ्यो त्यो नै हाम्रो सोको विनर हुने थियो र उहाँले एकदम राम्रो झुट बोल्नु भएको छ भनेपछि यो सब झुट थियो? अफ कोर्स म्याम एक्सेप्ट योर एम्पर बाबा त्यो गोली हान्ने कुरा क्यान्सल भयो ल? सबै झुट रहेछ नि प्र्याङ्क रहेछ भने। सुन तिमीले यो मलाई होइन तिमीले एकछिन लानु पर्यो क्या मलाई एकदम अप्ठ्यारो परेको छ अघि जे भयो फोनमा सब झुट थियो हाम्रो एउटा टिभी सो हो तपाईँले गिफ्ट हाम्रो जित्नु भएको छ भनेर तिमीलाई दिनु पर्यो कुरा बुझ्यौ त्यसलाई म एक्स्ट्रा पैसा दिन्छु के ओके सर ल हेर सुन त्यो अननोन नम्बरबाट आएको फोन नउठाएको भए त म त बर्बाद भइसकेको नि कहाँबाट कसले किन फोन गर्यो भनेर थाहा पाउने सिस्टम आइदियो त कति सजिलो हुँदै यार तेरिका सोल्टी त्यस्तो सिस्टम पनि आइसक्यो नि हो र नाम के हो कलेक्सा यो कुनको डे फेरि तेरिका सोल्टी कति केटी भने कलेक्सा भनेको मोबाइल एप हो क्या